ल खाम पनि छ यो के हो फेरि ग्रिन टीमा आइसकेका छौँ सम्पूर्ण दर्शक पनि तपाईँले यहाँ देख्न सक्नुहुनेछ यति बेला 4 नम्बर वडाका पूर्व वडा अध्यक्षज्यूलाई पनि यति बेला हामी यहाँ देख्न सक्छौँ भने उहाँहरू स्वागत अनि सम्मान गर्नको लागि यति बेला उहाँहरू यहाँ आउनु भएको पनि यति बेला हामी यहाँ देख्न सक्छौँ ल यहाँनिर यति बेला मनी यति बेला उहाँहरूलाई चाहिँ नि तपाईँले यहाँ देख्न सक्नुहुनेछ 4 नम्बर वडाका वडा अध्यक्ष चाहिँ यति बेला फुलका गुच्छाहरू चाहिँ नि तयार पारेर बस्नु भएको रहेछ यहाँ तपाईँले यहाँ देख्न सक्नुहुनेछ ल हाम्रो प्रसादजी उहाँलाई चाहिँ पहिलोचोटि यति बेला अबै लगाएर यो फुलको गुच्छा दिने काम यति बेला गर्नुभएको छ साथीहरू तपाईँले यहाँ ढोग्नु पनि भएको छ साथीहरू ल साथीहरू यति बेला फुलको गुच्छा त्यसै गरी चाहिँ नि यति बेला यहाँ चाहिँ उहाँहरूलाई अबिर लगाइदिने त्यसै गरी यति बेला यो सिलाम साकमा सम्मानको लागि स्वागत अनि सम्मानको लागि चाहिँ उहाँले लगाइदिने काम गरिराख्नु भएको छ विशेष गरेर उहाँ चाहिँ नि यो अभियानको चाहिँ एउटा खम्बा पिलरको रूपमा पनि हुनुहुन्छ हाम्रो कमला दिदी उहाँले चाहिँ नि यति बेला ल कपाल काट्नु भ्याउनु भएको छैन अब केही दिन पछाडि उहाँ हेर्छ ल खाम पनि छ यो के हो फेरि यो